जसले तपाईले मलाई शुद्ध र बहुमूल्य बनाउनु भएको छ। प्रिय तपाईले म चाहिँ कोही पनि होइन, तपाईले म चाहिँ एउटा धुलोको कण मात्रै हो, एउटा धुलो मात्रै हो। तर प्रिय उहाँको प्रेमले गर्दै गर्दा नि आज हामी त्यही धुलोबाट उहाँले एउटा यस्तो सुन्दर भाँडो तपाईले मलाई बनाउनु भयो जसले मानिसहरूले देख्दै गर्दा वाउ भन्नुहुन्छ, हाउ प्रेसियस भन्नुहुन्छ। ओ चन्द्र जीवनले मलाई भर्नु जीवनले मलाई भर्नु अझै अझै तपाईको जीवनले भर्न आवोस् बाबु, अझै तपाईको शुद्धताले भर्न आवोस्। अझै प्रभु मलाई शुद्ध पार्ने हृदय चाहिँ प्रभु ममा सृजना होस्, शुद्ध हृदयलाई ममा सृजना फेरि पनि ममा बगाउन आवोस्। येशूवा ओ शान्ताराबाशे येशू प्रभु म एउटा धुलो मात्रै हो, तरै पनि तपाईँ परमेश्वरले मलाई एउटा यस्तो बहुमूल्य भाँडो बनाउनु भएको छ। अनि आजको दिन अझै म यसरी भन्न माग्छु प्रभु तपाईँको इच्छा अनुसारको भाँडो मलाई बनाउनुहोस्। येशूको सुन्दर म केमा घमण्ड गरौँ, म केमा घमण्ड गरौँ येशू। माटोको भाँडोमा खुमाले तपाईँ, मेरो खुमाले त तपाईँ येशूको सुन्दरताले भर्नुहोस् मलाई। ओ येशू मेरो खुमाले चाहिँ तपाईँ हुनुहुन्छ प्रभु। प्रिय तपाईँलाई थाहा छ हामीमा घमण्ड गर्नुपर्ने कुरा केही पनि छैन। एक्चुअलमा तपाईँ जुन चाहिँ पोजिसनमा हुनुहुन्छ, तपाईँ जुन चाहिँ आदरलाई पाउनु भएको छ नि उहाँ बिना चाहिँ केही पनि छैन। किनभने तपाईँले म चाहिँ एउटा धुलोको कण मात्रै हो जसलाई चाहिँ संसारले देखे येशू बाहेक कसैले पनि मूल्यको देखेन। तर उहाँले त नि त्यही धुलोबाट उठाएको रातलाई बनाउनु भयो अनि यसरी भन्नुभयो तिमीहरू चाहिँ मेरो मन्दिर हो जसमा म बास गर्छु। हामी प्रभुलाई यसरी बनाउन प्रभु मेरो हृदयमा चाहिँ तपाईँले मात्र बास गर्नुहोस्। हामीले नि धेरैचोटि उहाँको मन्दिरलाई चाहिँ नि I don't know why मलाई त्यो कुराहरू यति जीवनले मलाई भर्नु हो, आउनु हो, आउनु हो। जीवनले मलाई भर्नु हो, सारी तिम्रै मन्दिर हो, यो मन्दिरमा राज गर्नु हो। श्लोक जियो आराधना तिम्रै नै, यो मन्दिरमा राज गर्नु हो। यो पनि हाम्रो जीवनहरू उहाँमा समर्पण गर्न थालो बिस्तारै। I don't know why प्रभु यसरी भन्नुहुन्छ धेरैचोटि तिमीहरूले मेरो मन्दिरलाई व्यापार गर्ने ठाउँ बनाएका छौ।
धेरैचोटि संसारसँग लेनदेन भएको छ। अनुसार प्रिय हामी यस गरी हामी उहाँको अगाडि घुँडा टेक्नेछौँ। हामी यस गरी प्रभुलाई भनौँ, प्रभु चोटि तपाईको मन्दिरलाई नि हामीले संसारसँग लेनदेन गरेका छौँ। धेरैचोटि प्रभु प्रभुलाई यसरी भनौँ, प्रभु धेरैचोटि मैले संसारसँग सम्झौता गरेको छु। धेरैचोटि प्रभु मैले संसारसँग लेनदेन गरेको छु। एउटा रहस्यको कुरालाई भनिदियो, जब हामी धुलोको गर्छौँ नि कसैले पनि हामीलाई मूल्यको ठानेको छैन, तर येशूले चाहिँ नि तपाईँ नि मलाई चाहिँ एउटा सुन्दर भाँडोमा परिवर्तन गर्नुभयो, जसमा चाहिँ उहाँले देख्दै गर्दाखेरि उहाँले हामीलाई वाउ भन्नुहुन्छ। अनि प्रभुले हामीलाई बनाउनु हुँदै गर्दा प्रभु येशूले भन्नुहुन्छ, अब छोरा छोरी अब तिमीहरू चाहिँ मेरो मन्दिर हो, अब तिमीहरू चाहिँ मेरो मन्दिर हो जसमा म बास गर्छु। संसारसँग लेनदेन नहोस्। स्वर्ग सिंहासन होस् येशूको जिम्मा। हामी प्रभुलाई यसो भनौँ, प्रभु यो हृदय चाहिँ तपाईँको सिंहासन होस् जसमा चाहिँ तपाईँ बास गर्नुहोस्, जसमा चाहिँ तपाईँ राज गर्नुहोस्। एकचोटि नि तपाईँले आफ्नो जीवनलाई निहालेर हेर्नुहोस् त, यो आराधना हुँदै गर्दाखेरि यो मन्दिरमा राज गर्नु प्रभु ओ शान्ति प्रभु ओहो शरा प्रभु जब म मेरो जीवनलाई हेर्छु नि प्रभु म त केही पनि थिएन, म रित्तो थिएँ, तर नि तपाईँ परमेश्वरले चाहिँ तपाईँ बास गर्ने ठाउँ मलाई बनाउनु भयो, तपाईँ राज गर्ने ठाउँ चाहिँ मलाई बनाउनु भयो। अनि परमेश्वरको वचनले यसरी भन्छ, तिमीहरू मेरो मन्दिर भएको कारणले गर्दाखेरि पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ, अनि तिमीहरूले तिमीहरूको मन्दिर चाहिँ पवित्र राख्नुपर्छ। कुनै कुराले मेरो मन्दिरलाई अपवित्र नतुल्याओस्। Be holy for I am holy. पवित्र हौ किनभने म पवित्र छु। प्रभुलाई हामीले यसै भनौँ न, प्रभु आजको यो आराधनामा चाहिँ नि बाबु मेरो पुरानो भएको मन्दिरहरू, मैले धुलो पारेको मन्दिरहरू, मैले मैला परेको तपाईँ बास गर्ने ठाउँलाई यसो फेरि पनि तपाईँको चरणमा ल्याएको छु, अनि तपाईँको जीवनले मलाई भर्न भएको छ। अनि प्रभुसँग हामी आजको आराधनामा नि प्रिय I don't know why कतिले यो हृदयबाट लिनुहुन्छ, तर हामी हृदयबाट हामी उहाँलाई बाचा गरौँ न। प्रभु म आजको आराधनामा तपाईँसँग बाचा गर्दैछु। यो मन्दिर चाहिँ अब किनबेचको मन्दिर हुने छैन, संसारसँग सम्झौताको मन्दिर हुने छैन, तर येशू यो मन्दिर चाहिँ तपाईँ नै बास गर्ने मन्दिर हुनेछ।
जसले पनि हृदयबाट यो बाचा गर्नुहुन्छ नि प्रभुले अझै तपाईसँग नयाँ धेरै करारहरू मान्दै हुनुहुन्छ ओ शारारान्देरे यस लर्ड प्रभु फेरि पनि म तपाईको अङ्गालोमा आउँदैछु प्रभुलाई यसरी भन प्रभु फेरि पनि तपाईको अङ्गालोमा आउँदैछु मेरो हरेक कुरा प्रभु अब तपाईले नयाँ गरिदिनुहोस् मेरो टुटेको कुराहरू मेरो फुटेको कुराहरू मेरो लाजको कुराहरू मेरो शर्मको कुराहरू अब तपाईले नयाँ गरी ढाकिदिनुहोस् मेरो लाजलाई फेरि पनि प्रभु फेरि पनि तिम्रो अङ्गालोमा डुब्दैछु Yes, Lord. मेरो लाजलाई Yeshua, मेरो लाजलाई ढाकिदे. Thank you, Lord. Yes. येशू तिम्रो घर अनन्त मायामा क्रुसको छायामा Yes, I'm proud of प्रभु फेरि पनि म चाहिँ फर्केर आउँदैछु अनि यो मन्दिर फेरि पनि म तपाईमा समर्पण गर्दैछु अझै तपाईँ परमेश्वरले तपाईको जीवनलाई बगाउनुहोस् तपाईको नदीलाई बगाउनुहोस् तपाईको प्रेमलाई बगाउनुहोस् तिम्रो महिमाको ज्योतिले बाटोमा लगाइदे प्रभुलाई यसरी भन प्रभु हामी किनबेच गर्न चाहदैनौँ हामी संसारसँग सम्झौता गर्न चाहदैनौँ तपाईकै महिमाको ज्योतिले चाहिँ मलाई बाटो देखाउनु बाटोमा लगाइदे फेरि पनि भन न येशूआ तिम्रो महिमाको ज्योतिले बाटो मलाई देखाइदेऊ भन न येशू तिम्रो महिमाको ज्योतिले बाटो मलाई देखाइदेऊ भन न तिम्रो महिमाको ज्योतिले बाटो मलाई देखाइदेऊ अङ्गालोमा डुब्दैछु मेरो लाजलाई ढाकिदे तिम्रो अङ्गालोमा डुब्दैछु मेरो लाजलाई ढाकिदे Jesus पवित्र आत्मा ओ प्रभु तपाईले आज धेरै तपाईको मन्दिरहरूलाई फेरि पनि नयाँ बनाउनु भएको छ प्रभु आजको यो आराधनामा तपाईले तपाईको मन्दिरलाई अझै शुद्ध तुल्याउनु भएको छ अनि बाबु हामीले बाचा गरेका छौँ प्रभु अब यो मन्दिरमा संसारसँग लेनदेन हुने छैन किनबेच हुने छैन सम्झौता हुने छैन अनि बाबु हामी तपाईसँग प्रभु यही प्रार्थना गर्छौँ तपाईको महिमाको ज्योतिले प्रभु बाटो देखाइरहनुहोस्